अहिले पनि तपाईँले नेटमा सर्च गरेर हेर्नुभयो भने थाहा पाइहाल्नुहुन्छ यो कुरा। वर्ल्डको सबैभन्दा बिगेस्ट क्लब रियल मेड्रिडै हो। वर्ल्डको सबैभन्दा सक्सेसफुल क्लब रियल मेड्रिडै हो। सबैभन्दा बिगेस्ट फ्यान फलोइङ भएको क्लब पनि रियल मेड्रिड नै हो क्या। अरू क्लबलाई हामी मेन्सनै नगरौँ होइन। सक्सेसको आधारमा, फ्यान फलोइङको आधारमा, च्याम्पियन्स लिग धेरै जितेको आधारमा, च्याम्पियन्स लिग मात्रै नभनौँ, हरेक तरिकाले सक्सेसफुल भनौँ न, हरेक तरिकाले सक्सेसफुल। उसको ब्रान्ड भ्यालु, रेभेन्यू जेनेरेसन गर्ने क्यापेसिटी होइन, सबै तरिकाले नै अहिले सर्च गऱ्यो भने रियल मेड्रिड नै आउँछ। एकदम बिगेस्ट क्लब इन द वर्ल्ड, अथवा हिस्ट्रीको सबैभन्दा बिगेस्ट क्लब भन्न सर्च हान्नुहोस् त। च्याट जिपिटीलाई सोध्ने, जसले सोधे पनि 1 मा रियल मेड्रिडै आउनुपर्ने हो। बार्सा सेकेन्ड थर्डमा आउला होइन। मलाई सेकेन्डमा पनि मलाई डाउटफुल नै लाग्छ। बिगेस्ट क्लब इन द हिस्ट्री अफ फुटबल इन द आउनु पर्ने त रियल आयो आइसक्यो होला फुटबल। एकछिन है, अब यसले के भन्छ यहाँ, फर्स्टैमा रियल मेड्रिड आउनै पर्ने हो नि। बाई मेजर ट्रफिज हो रियल मेड्रिड स्पेन वाइडली कन्सिडर्ड द बिगेस्ट क्लब इन द हिस्ट्री। रेकर्ड त्यही युएफए च्याम्पियन्स लिगलाई चाहिँ एकदमै मेन मान्दो रहेछ। अब बायर्न म्युनिक पनि पर्छ, एफसी बार्सिलोना सेकेन्ड रहेछ, बायर्न म्युनिक पनि टप 5 मा होला, एसी मिलान, म्यान्चेस्टर युनाइटेड, एसी मिलान, लिभरपुल, म्यान्चेस्टर युनाइटेड टप 5 मा चाहिँ